सम्पूर्णमा हार्दिक नमस्कार। यो देखिएको चाहिँ मुस्कोट नगरपालिकाको अग्लो स्थान सालिमेदा हो। यो बगिरहेको नदी चाहिँ बडीघाट नदी, जसलाई हामीले रुद्रावती भनेर पनि चिन्छौँ। र यो वामीटक्सार बजार जो चाहिँ मुस्कोट नगरपालिकाको केन्द्र हो। र यो भिडियो मैले मुस्कोट नगरपालिका वार्ड नम्बर 4 को तल्लो दजाकोटदेखि चाहिँ लिइरहेको छु। तिम्रो नाम के अरे? सानो नानी छन् यहाँ, नानीले आफ्नो परिचय दिँदैछन्। र यो मन्दिर बनाउनको लागि दजाकोटवासीले धेरै आर्थिक तथा भौतिक सहयोग गरेका छन्। अक्कलादेवी मन्दिर, जहाँ प्रत्येक पूर्णिमाको दिन चाहिँ पूजाआजा गरिन्छ, विशेष गरी वैशाख पूर्णिमाको दिन। र यहाँ मोटर बाटो, त्यसै गरी यो साइडमा चाहिँ सामुदायिक स्वास्थ्य इकाइ छ, जसबाट चाहिँ हेल्थ पोस्टको सेवा सुविधा हामी चाहिँ प्राप्त गर्न सकिन्छ। र देखिएको यो पारीको डाँडा चाहिँ साबिकको पराल्मी गाविस र हालको चाहिँ रेसुङ्गा नगरपालिका वार्ड नम्बर 14। र गाउँमा चाहिँ मकैको सिजन छ, बेलुकाको 7 बजिरहेको छ यति बेला। यो पारीको डाँडा चाहिँ चन्द्रकोट गाउँपालिकाको सीमा क्षेत्र हो। र अब यस पछाडि म कर्मशः मेरो घरतिर चाहिँ झर्दैछु। माथि डाँडोमा थिएँ अघि भर्खर। आँपको सिजन, आँप लतरम्म फलेको छ। यो बाटो कच्ची बाटो हुँदै म चाहिँ मेरो घरको वरिपरिका केही दृश्यहरू पनि तपाईँहरूलाई देखाउने छु। र यो मुख्य प्रवेशद्वार भनौँ, जताततै आँप छ हाम्रो घरको वरिपरि। र हाम्रो घरमा चाहिँ व्यवसाय छ। हाम्रो घरको मुख्य पेसा नै व्यवसाय हो। दैनिक उपभोगीका सम्पूर्ण सामानहरू पाइन्छ। र हावापानीको हिसाबले र केही मन आनन्द पनि पार्ने भएको हुनाले पनि घरको वरिपरि हामीले बगैँचा बनाएका छौँ सामान्य खालको। र आँप फलिरहेको छ। हामीसँग यस्ता आँपहरू 3-4 वटा बोटहरू छन्।